सबैलाई नमस्ते है। अब आज हामी ढोर पाटनको लागि यहाँदेखि निक्ने तयारी छौँ है। हाम्रो साथीहरू ल सबैजना यहाँ हुनुहुन्छ। स्कुलको देवनगरदेखि हामी स्टार्टिङ गर्दैछौँ। साथीको पर्खाइमा छौँ है। दुई दिन आउनुभएको छैन। हामी यहाँ हिँड्छौँ। गाडी यही हो, हाम्रो गाडी यही हो। हामी साथी पनि हामी नै हो, साथी पनि नै हो। हो सही हो। अहिले हामी बुटोलदेखि गाडी कुदिरहेको छ है। हामी हाम्रो साथीहरू यहाँ पदम सरहरू सबै हुनुहुन्छ यहाँ। आज चाहिँ हामी के अरे देशको कति कति आज देशको हामी सबैजना यात्राको तयारीमा है। ल हामीहरू हेलो सर म्याडमहरू ल है। ल है हामी सुरु भयो यात्रा अब ढोरपाटनको। सुकौनी चना ठन्डा नास्ता खाँदैछ हामी यहाँ। अहिले खाना खानको लागि हामी झर्दैछौँ हो। यताबाट गाडीबाट साथीहरू सबै झर्नु भयो। हामी खाना खाने यही हो। ल
यहाँ माथि बाटो बन्दै रहेछ, त्यही भएर अलि जान मिल्दैन कि भनेर हामी यहाँ गाडी रोकेर बसिरहेका छौँ। मिलेसम्म जाने यो बाटो, नमिलेसम्म त गाह्रो हुन्छ है। बाटो चाहिँ स्तर उन्नति हुँदो रहेछ माथि। अहिले हाम्रो यात्रा सुरु भयो। बाटो बिग्रेको कारणले, बिग्रेको त के भन्नु, बाटो स्तर उन्नति भएको कारणले अहिले यहाँदेखि अगाडि गाडी जान सकेन। त्यही भएर गाडी त्यहाँ अगाडि हामीले पार्किङ गऱ्यौँ र यहाँदेखि हामी साथीहरू सबै हिँड्नेछौँ। अहिले यहाँ हेर्न सक्नुहुन्छ, यता पनि साथीहरू माथि पुगिसक्नुभयो। हेलो साथीहरू, ल साथीहरू यात्रा सुरु भयो हाम्रो। के छ विचार? सकिन्छ नि? सकिन्छ? अबको कति घन्टामा पुग्यो? 3 घण्टामा पुगिन्छ। ढोरपाटन नै अहिले हाम्रो यात्रा। बाटो यस्तो छ, चिप्लो बाटो। हेर्नुहोस् त, यस्तो छ बाटो। स्यासा पर्नुभयो, हामी पनि स्यासा परियो। ए हाम्रो सरको भारी हेर्नुहोस् त, यी कति छ। ओहो, मेरो पनि छ यहाँ हातमा यति भारी बोकेछ। उहाँ सरले मादल पनि बोक्नु भएको छ। रमाइलो दह्रो भएछ। ढोरपाटनको बाटोले अलिकति बाइक चाहिँ गर्छ है। खाँदै हिँड्दै जाँदो छ यो यात्रा हाम्रो ढोरपाटनसम्मको। त्यसपछि चाहिँ बुद्धिपाटन गइन्छ, आएर चाहिँ ढोरपाटनसम्म है। 7 किलोमिटर हामी हिँड्दैछौँ आज बाटोको खराबीको कारणले है। एकदम रमाइलो भइरहेछ। यात्रा जारी छ। अब हामी लगभग आधा घन्टामा ढोरपाटन पुग्छौँ होला। बाटो उकालो छ, चिसो मौसम छ, पुरा लाली गुराँसका बोटहरू छन्। यस्तो राम्रो मौसम छ यहाँ। ओहो हेर्नुहोस्, सुन्दर रमणीय। यतापट्टि खोला सलल पानी बगिरहेछ। हामी यसरी हिँडिरहेछौँ। साथी अमरराज बस्याल है, हिँड्नमा एकदम तगडा हिँड्नुपर्छ है साथीहरू। जे पनि हार मान्न हुन्न।
यो बाटोमा जुगा चाहिँ धेरै लाग्ने रहेछ। जुगा चाहिँ ओहो कुरै नगर्नुहोस्। कालो बाटो मास्टर कालो छ साथीहरू। अब हामी झोरपाटनको लागि आउँदै थियौँ। माथि रेडियो पनि बाटो चाहिँ खराब भएर छ, पानीले बाटोमा झरेर घुमाउन छ। अब आधा घन्टाभन्दा धेरै होइन, यो सुन्नमा चाहिँ 1 घन्टा जति हामी हुनुपर्छ। यतिखेर लगभग 4:30 भएको छ। मौसम एकदम राम्रो छ। यो पानीको यहाँ परेको कारणले गर्दाखेरि हिजो भएको रहेछ। हाम्रो रास र आउने भएको छैन। घोडा चढेर आछन्। ल पदम सर दौडाउनु दौडाउनु घोडा। चलाले साथीहरू मजा आछ घोडामा? डर लाग्छ नै? झोला सोला बोक्दैछ नि सर। यहाँ बहिनी पनि खोइ हिँड्न है। झोला बोकिदिनु भएको छ, हिँड्नु भएको छ। ल हेर्नुहोस् ल हेर्नु, हामी चाहिँ लगभग 7 किलोमिटर हिँड्नुपर्ने। अहिले हामी लगभग 4 किलोमिटर हिँडिसक्यौँ। 1 घन्टा 15 मिनटको अन्तरालमा लगभग 4 किलोमिटर हिँड्यो है। अब थाकेको खण्डमा चाहिँ भोलिबाट केही मिस्टेक हुन सक्छ है, अन्यथा नलिनु होला। उहाँ सरहरूले रमाइलो गरिदिनु भएको छ। ल इन्जोय गर्नु है, यो हेरेर इन्जोय गर्नु होला। घुम्नु लगाउने फेरि ल बाटोमा यस्तो अवरोध आउँछ है। सुन्नुभयो? यो लाली गुराँसको बुटो हो। हेर्नुहोस् है, उताबाट आएको परेको डाँडाबाट। ल हेर्नुहोस् साथीहरू, उहाँ पर चिचाउनु भएको छ। कहाँ हुनुहुन्छ? झोरपाटन आउने गेटमा आयो। यहाँ झोरपाटन आयो है, हामी गेटमा आयो। नामै झोरपाटन। यता विशेषता भनेको यही हो।
साथी हो राजकुमार सर खोइ आज उठाउनु ल ल ठिक छ ओके छ हुन्छ माथि गएर चढ्नुपर्छ ढोरपाटनको यो पाटनमा छौँ यहाँ चाहिँ गाई बस्तुहरू एकदम चरेको छ एकदम ठुलो पाटन छ यहाँ भर्खरै फुल फुल्न सुरु गरेछ यहाँ हामी चाहिँ सुरु गरिसकेका छौँ ढोरपाटनको ठ्याक्कै एन्ट्रीमा छौँ के छ राजकुमार कस्तो लागिरहेको छ रमाइलो लागिरहेको छ यार फुलहरू भर्खरै फुल्दैछन् यो भनेको हामी अब चाहिँ एकदम यहाँ आउने सिजन चाहिँ अबदेखि असोजसम्म रहेछ एकदम आउने समय भनेको ठ्याक्कै यही बेला नै रहेछ हामी ठिक बेलामा आएको छौँ जेठको हामी अन्तिममा आएको छौँ फुलहरू फुले चाहिँ त्यहाँ बैजनी कलर फुलिसकेको छ अब हामी माथि पाटन नपुगेपछि यो ढोरपाटनमा यो पाटन जस्तो जुन हरियाली देखिन्छ नि दुबोको टाइपको पाटन अबदेखि असोजसम्म चाहिँ एकदमै हरियाली एकदमै पाटन देख्छ सम्पूर्ण आउन इच्छुक साथीहरू अबदेखि असोजसम्म मात्र आउनु होला जेठदेखि असोजसम्मको समय चाहिँ एकदमै उपयुक्त टाइम रहेछ यो ढोरपाटन आउने यहाँ चाहिँ अलिक चिसो छ है एकदम कपडा चाहिँ टन्नै बोकेर आउनु होला हामी चाहिँ उकालोमा हिँडेको भएर अहिले चाहिँ एकदम बादल चाहिँ यहाँ छिङछिङमा चिङ भइरहेको छ भर्खरै बादल लाग्यो भने भर्खरै छोड्छ एकदम रमाइलो छ पानी चाहिँ हामी अहिले परेको छैन पानी है तर बाटोमा चाहिँ हामी आउँदा पानी कुहिरो छेक्यो देउराली डाँडा उसुर कुहिरोले छोडेन पानी मायाको झ्यालैमा बसेर निस्काउनु पर्दैन गर्मी अनि ढोरपाटनको चिसो कतिको म्याच भएको छ जाडो भइरहेको छ न्यानो कपडा त लिनु भएको छ होला नि अनि घोडा चढेर डर लागेको छ कि हजुरले डर लागेको छैन डर लागेको छ हचोटी हो चढेको घोडा
पुग्नु पर्ने ठाउँ अलिकति अगाडि छ। यहाँ यस्तो मजाको चिसो मौसम छ, जाडो छ। ल बुटलमा एसी लाउनु पर्छ, यहाँ चाहिँ आगो ताप्नु पर्ने अवस्था छ है। बेला मुखमा पानी पनि पर्छ, रेनकोट ओढेर चाहिँ हिँड्नुपर्छ। रेनकोट लिएर ओढ्नु पर्ने बाध्यता आउनसक्छ है। ए हामी साथी र म यस्तो रेनकोट ओढेर हिँड्छौँ है। ए रेनकोट चाहिँ ल्याउनुपर्छ है। यता पाटनतिर आउनुभयो भने कतिखेर पानी पर्छ थाहा नै हुन्न। हामी यो होमस्टेमा आएको छौँ। अब बिहान 6:30 बज्यो। हामी अब हिँड्दैछौँ यहाँदेखि। अलिक ढिलो भयो है। अब जाने उकालो फेरि बाटो हिजोको यात्रा त्यस्तै भयो, आज पनि रमाइलो हुन्छ। अहिले हामी ढोरपाटनबाट बुकीपाटनको लागि बिहानको यात्रा सुरु गरेका छौँ है। हामी सबैजना भएर हेर्न सक्नुहुन्छ। कसैले लट्ठी टेक्नु भएको छ, कोही जोस जागरमा हिँड्नु भएको छ। ल कोही 5 बजे मात्रै पुग्छ साँझ। स्वर्गको टुक्रा आउनुहोस् है तपाईँहरू। नेपालभरि कति छ स्वर्गको टुक्राहरू। ल हामी माथि जाने हो बुकीपाटन। अहिले पाटनमा छौँ, पाटनबाट हिँडिरहेका छौँ। हामी यसो हिँडिरहेका छौँ। ल एक्ज्याक्टली हामी चाहिँ ट्रेकिङमा हिँडे जस्तो हामी चाहिँ देखिरहेछौँ कि, हो नि। किनभने टाइम अहिले बिहानको घामसँगै हामी निक्लेका छौँ। यहाँ हेर्नु कस्तो राम्रो फुल फुलेछ। यस्तै फुल अझ धेरै हेर्न हामी बुकीपाटन जाँदैछौँ। भोलि कस्तो कल 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 पानी बगेको छ। आवाज सुन्नुहोस्, ताजगी यो नेचुरल हो है। नेचुरल कस्तो मजाले बगेको छ। ल नेचुरल पानी, यो आवाज सुन्दा पनि मन आनन्दै हुन्छ। बिहानको घाम उदाइसकेको छ। अब हामी चाहिँ छेउछेउ जान्छ। हामी माथि यो डाँडा चढेर बुकीपाटन। उहाँ हाम्रो साथीहरू पनि आइराख्नु भएको छ उताबाट। ल हेर्नुहोस्, हाम्रो नारायण सर पनि आउनुभएको छ है। नारायण सर यहाँ मेरो पछाडि हुनुहुन्छ। उहाँले एकदम मेन कोअर्डिनेट गरिराख्नु भएको छ। यस्तो राम्रो ठाउँ छ यहाँ। स्वर्गको टुक्रा हेर्न भने आउनु है तपाईँहरू हाम्रो बुकीपाटन। ल है हामी हेर्न जाँदैछौँ। माथिबाट एकदम राम्रो फुलहरू देखिन्छ, हिमाल देखिन्छ। तर आज हामीले अलि ढिलो भएको कारणले हिमाल देख्न पाइन्छ कि नै थाहा छैन। तर फुलहरू चाहिँ फुलेको मजाले देख्न पाइन्छ है। बाटामा यस्तो मजाले बुकीहरू हेर्नु जताततै सेतो बैजनी सबै कलरको यहाँ यस्तो मजाले फुलेको छ। यही हेर्न हामी माथि जान लागेको। अझ राम्रो सुन्दर हुनेछ माथि। प्रकृतिको सौन्दर्य नेपालमै छ। किन जानु पर्यो हामी सिङ्गापुर विदेश घुम्नलाई? नेचुरल हाम्रो नेपालमै छ। हेर्नुहोस् कस्तो राम्रो छ नेचुरल ब्युटी।
टेकेर एउटा लौरो टेकेर भिडियो गर्न मन छ एकछिन कसरी देपाल सापट्टि मेरो मोबाइल एउटा राम्रो जुम गरेर गर्दैछु जानु यसलाई एडिट गर्नु ल पछि ल सबैमा शुभ प्रभात हामी यो के अरे यो सर ढोरपाटनको बुकीपाटनमा यो उकालो चढिरहेछौँ स्या भएको छ तर पनि तर आनन्द चाहिँ आएको छ होइन राजकुमार सर विमल सर कस्तो अनुभव गर्नुभएको छ त्यस्तो आनन्द त आएको छैन तर सुखानुभूति भइरहेको छ होइन मैले भाग्यमानीमा अनुभूति गरिरहेको छु म चाहिँ कहीँ स्वर्गको बिचमा हिँडिरहेको छु मलाई त्यस्तो महसुस भएको हस् ल गाह्रो छ सर अहिले हामी 3060 मिटरको उचाइमा साँघुरे गौडा भन्ने ठाउँमा आएको छौँ यहाँ यसो फोटो सेसन हुँदैछ हाम्रो साथीहरूको आउँदै हुन्छ कोही अगाडि पुगिसक्नु भयो कस्तो कल परेको पानी सुन्दरतामा रमाउने हामी यो वातावरणमा यस्तो रमाइलो भएको छ हाम्रो अमर सर र म चाहिँ एकदम आनन्दले हिँडिरहेको छौँ यस्तो बाटोमा आत्तिन पनि हुन्न मात्तिन पनि हुन्न बिस्तारै जाने गन्तव्यमा पुग्ने है अलि खाल्डा खुल्डी पनि हेर्नुपर्छ यहाँ बाटो भन्ने चिज यस्तो छ है पुरा ढुङ्गाको कताबाट जाने हो यताबाट जान्छु म चाहिँ साइडमा र तल खोला कल बगिरहेको छ देख्नुहुन्छ उहाँ झर्ना छ उहाँ कस्तो राम्रो झर्ना छ भिडियोमा राम्रो देखाउन सकिएन अहिले थकाइ मेट्दैछौँ हामीहरू यहाँ यो तलपट्टि सानो पुल पनि आयो पुलको दृश्य खिच्न सकेन मैले यहाँ साथीहरू यहाँ हुनुहुन्छ ल माथि चाहिँ मजाको हमला छ मौसम चिसो छ तर हामीलाई हिँड्दा बहुत गर्मी भइरहेको छ अब हामी पुग्न लागेको छौँ है यहाँदेखि धेरै टाढा पनि छैन अहिले हामी च्याप्टा ढुङ्गा आइएको छ च्याप्टा ढुङ्गा कति राम्रो आहा ल हाम्रो टोली पनि त्यही छन् है अहिले 3600 मिटरको हाइटमा आएको छु म यहाँ अलि लेक लागे जस्तो हल्का गाह्रो भयो त्यही भएर अब यहाँदेखि चाहिँ म घोडामा जाने निदो गरेको छु साथीहरू अलि पर गइसक्नु भयो अगाडि म घोडामा जाने भनेर कोही साथीहरू तलबाट पनि घोडामा आउने भनेर बस्नु भएको छ म त 3600 मिटरमा आएर अड्किएँ अलिक गाह्रो भयो यहाँ है त अब जानु त पर्यो जसरी पनि ठिक छ घोडामा गएर रमाइलो गर्ने र आउने हिँड्दै आउने तपाईहरु कहाँदेखि आउनुभयो जर्मनीबाट युनाइटेड स्टेट बुर्किना फासो जाँदैछन् बुर्किना फासो होइन यार बुर्किपाटन हो क्या अनि यहाँसम्मको यात्रा कस्तो भइरहेको छ यहाँ देखाउनु न रातो पिरो भइसक्यो कानदेखि लिएर मुखसम्म म युएसएबाट युनाइटेड स्टेट अफ अर्घाखाँची अब त्यहाँ जाने भन्छ नि केटाहरू सरहरू हेलो कस्तो अनुभव छ एकदम रमाइलो छ सर कहाँदेखि आउनुभयो हामी पोखरादेखि हजुर ल ठिक छ
हजुरहरू खाली ल्याइएको छ घोडा पनि आएर रहेछ यहाँ घोडाले तान्न सकेन ए ल ल हिँड्न नि पर्यो पर्यो म हिँड्न नसकेर बसिरहेको छु यहाँ घोडाको पर्खाइमा हेर्न बाबाले तेल लगाइदिएको थिएँ रावर छ र अहिले हिँड्न सकिरहेको यतिको भने ल म जाने यही घोडामा है अब त हिँड्न सकिएन 3600 मिटरमा आएर म रोकिएँ है अब म घोडा जान्छु म डाँडा हाने है म डाँडा साथीहरू पुगिसक्नु भयो ल धन्यवाद है ल अब हामी चाहिँ पाटन बुकी पुगिन्छ अब हामी एकैछिनमा बुकी पाटन यस्तो रमाइलो भएको छ नेपाली हामी कहाँ नेपालै नरहे स्वर्गको टुक्रामा हामी खुट्टा निकाल्नुहोस् पहिला हजुरले सिकाइदिनु पर्यो रमाइलो छ साथी हो ढुङ्गे देउराले हजुर ढुङ्गे देउराले आएछ हामी रमाइलो भएको छ रमाइलो भएको छ सबैले बोल पुगिन्छ माथि पुगिन्छ पुगिन्छ माथि पुगिन्छ साथीहरू कति रमाइलो छ घोडा चढेर आएको घोडा चढेर आएको मात्रै जस्तो छ ल राम 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 संसारमा उहाँभन्दा खुसी कोही छैन ढुङ्गे देउराले आइयो साथी हो हेलो भेरी नाइस साथीहरू हजुर अब हामी बुकी पाटन पुगिन्छ 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 अब एकैछिनमा है हाम्रो साथीहरूले फोहोर गर्नुभएको छैन यहाँ फोहोर सेल हामीले ब्यागमा राखिरहेछौँ र यहाँ आउँदा आउँदै यहाँ डस्टबिन पनि बनाएको रहेछ एकदम राम्रो छ है यहाँ ल स्वर्ग जस्तो ठाउँ हजुर कस्तो राम्रो स्वर्ग जस्तो ठाउँ त सर पानी दिनु न हाल्यो नि हाम्रो छिनमै बादल छिनमै सफा एकदम राम्रो छ हामी अहिले छार्पा छेडा अहिले हामी गर्पा छेडा 4000 मिटरको उचाइमा आइसकेको छौँ पुरा कुहिरो लागेको छ भर्खरै कुहिरो लाग्छ भर्खरै उठ्छ यहाँ तल पुरा फुल फुलिरहेको छ हेर्नुहोस् हेर्न सक्नुहुन्छ पहेँलै छ यो कस्तो राम्रो वाह भ्यू छ हेर्नु यता तलबाट टेन्ट टाँगेर बसिरहनु भएको छ साथीहरू हामी चाहिँ हामी बुकीपाटन आइयो बुकीपाटनमा यहाँ सबै घोडा चढी गरेर हुन्छ यहाँ सुकुटी पनि रहेछ कस्तो मजाको छ यहाँ ये बुकेपाटनमा पुरै पहेँलै फुलेको छ ये सुरु भएको रहेछ तपाईहरु आउन चाहनुहुन्छ भने असारको पहिलो हप्तादेखि आउनु भने अझ राम्रो फुल्छ है
नेपालको भोटे कुकुर हेर्नु कति राम्रो छ यहाँ एकदम वफादार हुन्छ यो ए बस्नु सर आज सबै पहेँलै छ यसलाई भन्छ बुकी पाटन पुरै हरियै छ कस्तो आनन्द आउँछ ल हामी बुकी पाटन आयो है फाइनल्ली ल साथीहरू यसमा के भन्नु छ के भन्नु छ सर होइन एकदम राज सरको क्षमता विकासले हामी चाहिँ बाटोमा आइपुगेका छौँ। आगामी दिनहरूमा पनि राज सरको पहलमा होस्। धन्यवाद ल अब अर्कोचोटि चाहिँ अर्को कार्यक्रम हुनेछ यो बुकी पाटन अहिले चाहिँ बादल लागेको छ पुरै हेर्नुहोस् है तर यस्तो राम्रो रमणीय ठाउँ छ हेर्न अहिले हामी बुकी पाटनमा छौँ एकदम राम्रो दृश्य छ यहाँ जो जसले सजिलो छ भन्नुहुन्छ यहाँसम्म आउन त्यति सजिलो चाहिँ छैन है आउँदाखेरि आफ्नो सेफ्टीको सामानहरू आफै ल्याउनु होला अनि जाडो चाहिँ एकदमै हुन्छ यहाँ जाडो लास्टै छ हिँड्दाखेरि गर्मी हुन्छ भनेर त्यो हिसाबले ज्याकेट नल्याउने काम नगर्नु होला ज्याकेट अनिवार्य ल्याउनु होला किनकि माथि एकदमै चिसो छ चिसो जति राम्रो दृश्य अहिले राम्रो देखेको छैन हुस्सुले ढाकेको छ हामी अलि ढिलो आइयो सायद एकछिनपछि यो हुस्सु फुल्छ होला त्यसपछि पहाड देखिन्छ होला है तपाईँहरू यसलाई यो यात्रा चाहिँ सहज रूपमा नलिनु होला एकदम दुःख कष्टको बावजुद हामी यहाँ आइपुगेका छौँ बिहान 6:30 बजे हिँडेर 11:30 बजे हामी हाम्रो गन्तव्यमा पुगेका छौँ हाम्रो गन्तव्य समग्रमा यही हो हाम्रो साथीहरू पनि यहाँ आइसक्नु भएको छ यात्रा लामो भए पनि रोमाञ्चकारी छ किनभने यात्रा भनेको नै दुःख हुनुपर्छ दुःखमा रमाइलो हुन्छ सुखमा त घरमा बसेरमा सिरकभित्र बसेर रमाइलो हुन्छ होइन त्यसलाई एडभान्चर दुःखमै हुन्छ त्यो एडभान्चरमा चाहिँ यहाँहरू पनि जोडिनु भयो भने यहाँहरूको पनि सेयर गर्नु होला हाम्रो विचारसँग यहाँको विचार कति मिल्छ धन्यवाद सरहरू पनि आउनुभयो हामी भन्दा आधा घन्टाको अन्तरालमा अमर सर पनि आउनुभएको छ उता आउनुभएको छ कस्तो रमाइलो छ खाइनुसम्म त आएको थिएँ दुध पनि खाएका हुन् दुध खाइन थाहा आएर बिस्कुट खुवाएँ मैले हिँडको माथि पहाड भने चाहिँ टुकुर्दै गयो क्या म त भात खान जान्छु श्याममा जाम भात खाम पूजा खान सरहरू मजा भयो नि मलाई हिँड्दै आउनु भनेन मलाई हिँड्दै आउनु भने दुःख त भएन नि तपाईँलाई मैले धेरै निर्णय गरिसकेपछि नखाऊँ कि भनेको त्यहाँ तर दुध र बिस्कुट खाएर दुध आयो नि एउटा बिस्कुट पुरै हो सर जाडो भयो नि तपाईँलाई मलाई भएको छैन म एकदमै फुल्ली स्ट्रङ मान्छे जाडो भएको छैन जाडो भएन नि अब यो 10 वर्षसम्म अलि जाडो भएन भने नलगाउनुहोस् जाडो भएको छैन शीतल भएको छ ठाडो उकालो छोडेर यहाँ मनोरम दृश्य देख्न पाइएको छ तपाईँ कति घन्टामा हिँडेर आउनुभयो
हामीलाई त झन्डै 4 घन्टा लाग्यो हिँडेर आउनु पनि पक्का होइन पक्का हिँडेर आएको नि ओहो खतरा तपाईँ हामी सँगै आएको नि त सँगै आएको त ल अहिले हामी चाहिँ जानु भयो अहिले त भिडियोमा त खुब गरौँ भयो भन्नुभयो अघि सर जाडो भएन नि अझै पनि भएको छैन अब होला जस्तो छ तपाईँको भाइरल अब भाइरल हो अब हेर्नुहोस् मेरो सिस्टम छ क्या फेरि अब हाम्रो नारायण सर पनि भाइरल यहाँ के रहेछ कुनै यहाँ के रहेछ पछाडि के राख्नु भाइरल पुच्छर नारायण सरको पुच्छर बोलाएछ रेनकोटको पुच्छर रहेछ अब सर भाइरल हुनुभयो यो नेपाली सिरुचाली यो चाउचाउको फोहोरहरू र अन्यको फोहोरहरू यहाँ घुम्न आउने साथीहरू कसैले पनि फोहोर नगर्ने आफ्नो पहिलो डस्टबिन भनेको खल्तीमा राख्नुहोस् नभए आफूले आएको ब्यागमा राख्नुहोस् लगेर सम्बन्धित ठाउँमा चाहिँ यो राख्नु होला फाल्नु होला यो मैले चाहिँ सम्बन्धित ठाउँमा राख्नेछु है त हामी आएको ढोरपाटन तल त्यो ढोरपाटनबाट हामी आएको यहाँ है बुके पाटनमा हामी यहाँ आएको त्यो रमाइलो छ उहाँ हिमाल देखेछ अहिले बल्ल हो साँझ पख यसो पानी परेर अनि मौसम खुलो हामी त्यो ट्रेनमा बसेको थियौँ केही बेरै हामी आएको ओह्रालो बाटो यो हेर्नु ओहो यस्तो बाटो छ उहाँ तल सिधै उहाँदेखि यो बाटो हामी आएको कति ओह्रालो छ अब आउँदा उकालो थियो जाँदा ओह्रालो भयो हामीलाई सरलाई नमस्ते छ सर तपाईँलाई नमस्कार हजुरले हामीलाई धेरै साथ दिनुभएको छ उकालो चढ्न पनि झर्न पनि यति हौसला दिनुभएको छ हजुरको मैले परिचय मागेँ है पहिला सबभन्दा पहिला मेरो नाम चाहिँ सुरज केसी हजुर हजुरको चाहिँ मेरो राजकुमार श्रेष्ठ हो हामी अहिले फर्कँदै पनि छौँ झन्डै 18 किलोमिटरको हाम्रो यात्रा ढोरपाटनदेखि बुकीपाटन हिँडेको त्यसमा चाहिँ सरको ठुलो योगदान छ जस्तै म अहिले यहाँ पनि हिँडिरहेको छु म सकिरहेको थिइनँ उहाँले एकदम हौसला दिएर उहाँसँग गफ गर्दै गर्दै उहाँले यसो गर्नुपर्छ भने त्यो हिसाबले म आइरहेको छु होइन यो एकदम हामीले जाने टिप्स मात्र भन्यो यो सहयोग होइन यो मानवता भनौँ न एकदम यो कसरी गर्नु हामी त हिँडिरहेको हुन्छौँ यस्तो टरेनमा त्यही हामीले जाने नलेज मात्रै सेयर गऱ्यो हजुरलाई चाहिँ अब हजुर अहिले फर्किन लाग्यो हामी हाम्रो गाडी चाहिँ उहीँ बाटोमा छोडेको छौँ अब तपाईँलाई मैले पहिला जानकारी गराइसकेँ अहिले हामी त्यो गाडीमा फर्किरहेको छौँ हामी साथीहरू है यसरी मजाले बसेछौँ है यात्रा सहज त छैन तै पनि रमाइलो छ है साथीहरू यात्रा कस्तो छ रमाइलो रमाइलो है सबै आउनुपर्छ है खै म छुटे तपाईँ मजा छ यो चावल बोक्नु तर म बसिरहेको छ होइन मजा आजको के भयो त्यहाँ सुन्दर डुङ्गो लाग्यो राम्रो सिनेको छ हेर्नु है हामी गाडी फर्के बेला गाडीमा अहिले मेसिन मिलिरहेको छैन है सबै हजुर दर्शकहरूले बुझ्नु होला यस्तो राम्रो सूर्यास्तको बेला छ यहाँ सर केही भन्नु छ बाटो चाहिँ यहाँ मात्र यस्तै हो अरू चाहिँ राम्रो छ है फेरि यहाँ कोही पनि छैन
फाइनली आज बिहान 1:15 बजी म बोर्डरको कालिका चोकमा झरेको छु। आज 3 दिनपछि आइपुगेको छु म आफ्नो यात्रा सफल गरेर। अब घर जाँदैछु। कति रमाइलो मलाई महसुस भइरहेको छ है। घर आउँदा कस्तो रमाइलो हुँदो रहेछ। चिसो ठाउँमा पुगेर आएको, के गर्ने यहाँ गर्मी रहेछ।